आके दर्द हवा राजा जी तुम्हारा नहीं माथा के दर्द है। भाइ त्यो प्रिन्सिपल अफ इक्विभ्यालेन्स त्योमा पढ्नु पर्दैन? हजुर प्रिन्सिपल अफ इक्विभ्यालेन्स प्रिन्सिपल त्यही n1 v1 इक्वल टु n2 v2 के हो त? सोध्छ त्यो नि कि सोधिन? त्यही हो नि त n1 v1 इक्वल टु n2 अनि v2 त्यो भनेको। स्टेटमेन्ट भन्नु अगाडि बढाउनु ए सर। ल ल सर त्यो रिलेसन सोध्दैन? पर्दैन। न्युमेरिकलहरु सर्ट रिभिजन गरिदिनु एकचोटि। ए भिडियो हेर न, अब भइहाल्छ के, सबै मैले राम्रोसँग गरिदिएको छु के। सर तिमी हेर दुई मार्कको एक क्वेसन एक हेर। सोध्दैन छोडा। बुझाउनु भएन त्यसको कुरा पढाइदिनु होला है। एनआरटी वाला सोध्दैन? उम्, मलाई जतिसम्म लागेको छ मैले त गराएको छु, मैले सकेसम्म सबै गराएको छु। अब केही छुटेको छ भने तिमीहरू बुकबाट नि पढ, तर मैले सकेसम्म सबै गराउन खोजेको छु, गराएको पनि छु है साथीहरू। सर है सर त्यो दुईटा भोल्युम त्यो मिक्सिङ वाला क्वेसन हुन्छ नि त्यो वाला। त्यो लास्ट यता क्वेसन हेर, देखाइदिनु न एकचोटि। के दुईटा भोल्युम दिएको हुन्छ नि, त्यो मिक्सिङ वाला निकाल्नु पर्ने हुन्छ नि। त्यो मिक्सिङ वाला मलाई जतिसम्म लाग्छ यो पालिको ट्रेन्ड छैन अहिले। त्यो त्यो जुन छ नि डाइभाइलेन्ट मेटल वाला, त्यो मेटल वाला आउन सक्ने चान्सेस मलाई धेरै लागिरहेको पनि छ। त्यही भएर मैले चाहिँ मेटल वालाको पढाएको छु। लास्ट क्वेसन हेर त, लास्ट क्वेसन हेर। भयो ल ल अब हामी स्टार्ट गरिहालौँ। के स्टार्ट गरौँ त? आयोनिक इक्विलिब्रियम। फर्स्टमा हाम्रो के हुन्छ रे? डेफिनेसनहरू हुन्छ। के हुन्छ रे? फर्स्टमा डेफिनेसन हुन्छ है। फर्स्टमा डेफिनेसन हुन्छ। सेकेन्डमा हाम्रो के हुन्छ? इम्पोर्टेन्ट फर्मुला हुन्छ। इम्पोर्टेन्ट फर्मुला हुन्छ। थर्डमा हाम्रो के हुन्छ? थर्डमा हाम्रो के हुन्छ? न्युमेरिकल हुन्छ। न्युमेरिकल हुन्छ। फोर्थमा हाम्रो के हुन्छ? फोर्थमा हाम्रो के हुन्छ भनेपछि डेरिभेसन लेख। फोर्थमा हामीले के लेख त? डेरिभेसन लेख। ल यहाँ त फर्स्टबाट सुरु गरौँ। डेफिनेसन डेफिनेसन डेफिनेसनबाट सुरु गरौँ। कति हुन्छ डेफिनेसन? के डेफिनेसन हो सबै डेफिनेसन लेखौँ। पहिला सबैको डेफिनेसन लेखौँ। लेखौँ त डेफिनेसन। सुरुवात केबाट गरौँ त? पीएच भ्यालुबाट। के भ्यालु सुरुवात गरौँ? सबभन्दा फेमस पीएच भ्यालुको सोधिरहेको हुन्छ। फर्स्ट डेफिनेसन लेख। पीएच भ्यालु, पीएच अफ अ सल्युसन। के लेख त? पीएच अफ अ सल्युसन। यसलाई कसरी डिफाइन गर्ने? यो लेख, पीएच अफ अ सल्युसन। पीएच अफ अ सल्युसनलाई डिफाइन गर्नु पर्यो भनेपछि के लेख? द टर्म पीएच, द टर्म pH, the term pH, the term pH is defined as the term pH is defined as the negative, a negative like यो माइनस मैले लेखेछु नेगेटिभ, the negative logarithmic, the negative logarithmic of hydrogen ion concentration, this is pH equal to, that is pH equal to कति हुन्छ? माइनस लग H plus ion. यो भनेको यही हो। इट इज अल्सो टर्म्स एज द पावर। के लेख? इट इज अल्सो टर्म एज द पावर अफ हाइड्रोजन। है, हाइड्रोजन।
हेर पीएच निकाल्ने फर्मुला फेरि यही हो, यहीबाट हामी पीएच निकाल्छौँ है। पीएच भ्यालु निकाल्ने फर्मुला पनि यही हो, पीएच सल्युसन पनि यही हो। ल अब हामीले अर्को डेफिनेसनमा जाउँ। केमा जाउँ त? सोलुबिलिटी प्रोडक्टमा जाउँ, सबभन्दा इम्पोर्टेन्ट डेफिनेसन। सोलुबिलिटी प्रोडक्ट, सोलुबिलिटी प्रोडक्ट लेखौँ। सोलुबिलिटी प्रोडक्टमा के हुन्छ यहाँ लेखौँ त? इट इज डिफाइन्ड as the product of ionic concentration of an electrolyte in its saturated solution at a given temperature, it is denoted by KSP। it is denoted by के लेख? KSP लेख है। त्यसपछि KSP इक्वल टु फर्मुला के हुन्छ? KSP इक्वल टु के हुन्छ? यो चाहिँ A प्लस को कन्सन्ट्रेसन इन्टु B प्लस को कन्सन्ट्रेसन हुन्छ, B माइनस। एउटा पोजिटिभ र नेगेटिभ आयोनको कन्सन्ट्रेसनको मल्टिप्लिकेसन भनेकै के हो त? KSP हो। के हो त? एपबाट भइरहेको छ हो साथीहरू, एपबाट भइरहेको छ। यो चाहिँ के हो त? फर्मुला अफ KSP हो। भनेपछि सोलुबिलिटी प्रोडक्टको फर्मुला हो। के को फर्मुला हो साथीहरू? सोलुबिलिटी प्रोडक्टको फर्मुला। ल साथीहरू अब हेर त, हामीले के गरौँ? अब सोलुबिलिटी प्रोडक्ट भइहाल्यो, 3 नम्बरमा लेखौँ। 3 नम्बरमा कमन आयोन इफेक्ट लेखौँ। कमन आयोन इफेक्ट लेखौँ। कमन आयोन इफेक्ट को लेखौँ त? it is defined as the suppression of the degree of ionization of a weak electrolyte by addition of strong electrolyte containing at least one common ion। here यही मेन कुरो हो, at least one common ion, हेर त जस्तै एक्जाम्पल हामीले के लेख्न सक्छौ? एक्जाम्पलमा एउटा के लेख्न सक्छौ? जस्तै तिमीलाई AgCl दियो, AgCl लाई आयोनाइज गर्दाखेरि के आयो त? Ag प्लस Cl माइनस आयो कि आएन? त्यसपछि HCl मानु दियो, आयोनाइज गर्दाखेरि के भयो त? H प्लस Cl माइनस भयो कि भएन?
यहाँ हेर त कमन आयन के आयो त Cl माइनस के आयो त कमन आयन के आयो त Cl माइनस के आयो त कमन आयन भयो यही हो कमन आयन इफेक्ट के हो त कमन आयन इफेक्ट है बुझ्यो कि बुझेन कमन आयनको कारणले यो भएको छ भनेर हामीले भन्नुपर्छ है साथीहरु ल अब हामीले अर्को डेफिनेसन लेखौं सोल्युबिलिटी प्रोडक्ट प्रिन्सिपल कमन आयन इफेक्ट भइहाल्यो अस्टवार डाइल्युसन ल लेखौं त अनि अस्टवार डाइल्युसन ल एउटा छ अर्को कति छ डिफाइन आयोनिक प्रोडक्ट अफ पहिला वाटर सुरुमा वाटर लेखौं त आयोनिक प्रोडक्ट अफ वाटर 4 नम्बरमा के लेखौं सबभन्दा पहिला इम्पोर्टेन्ट लेखौं 4 नम्बरमा आयोनिक प्रोडक्ट अफ आयोनिक प्रोडक्ट अफ वाटर लेख आयोनिक प्रोडक्ट अफ वाटर लेखौं त साथीहरु आयोनिक प्रोडक्ट अफ वाटर द प्रोडक्ट अफ द concentration the product of concentration of hydronium ion and hydroxyl ion in pure water is at constant temperature known as ionic product of water it is denoted by Ka यसलाई के सरी यो त सिधै आयोनिक प्रोडक्ट भयो वाटरको लागि Kw हुन्छ वाटरको लागि के हुन्छ Kw हुन्छ है साथीहरु अनि Kw को फर्मुला चाहिँ कति हुन्छ यहाँ हेर्नुस् त Kw इक्वल टु हामीले के लेख्न सक्छौं हाइड्रोनियम आयन भनेको H3O+ हो इन्टु के गर्ने हाइड्रोक्साइल आयन भनेको OH- हो यसको नाम के हो हाइड्रोनियम आयन यसको नाम के हो त हाइड्रोक्साइल आयन है साथीहरु एउटाको हाइड्रोनियम आयन अर्कोको के हो त हाइड्रोक्साइल आयन है ल अब चाहिँ हामीले अर्को कुरो के डिफाइन गर्न गइरहेको छु भनेर pH भ्यालु भइसकेछ नो pH सल्युसन को भइसकेछ अस्टवार डाइल्युसन ल लेखौं त स्टेट कति नम्बर को यो 4 नम्बर 5 नम्बरमा लेखौं वा डिग्री अफ आयोनाइजेसन त्यसपछि अस्टवार डाइल्युसन गरौं लेखौं त डिग्री अफ आयोनाइजेसन भनेको के हो लेख्नुस् त डिग्री अफ आयोनाइजेसन भनेको इट इज द fraction of the total number of molecules of electrolyte present as free ions in the solution it is denoted by
it is denoted by अल्फा अनि अल्फा इक्वल टु के हुन्छ नम्बर अफ molecules split into ions अपन के हुन्छ नम्बर अफ molecule split into ions अपन के हुन्छ total number of molecules of the electrolyte है of the electrolyte यो चाहिँ फर्मुला हो साथीहरु यो फर्मुला तपाईले दिमागमा राखिहाल्नु है यति कुरो यो सबै कुरो चाहिँ दिमागमा राख्नु है डिग्री अफ आयोनाइजेसन भेरी भेरी इम्पोर्टेन्ट क्वेशन हो यो सोधिरहेको है साथीहरु ल अब हामीले के लेखौं अस्टवार्ड डाइल्युसन ल लेखौं क्वेशन नम्बर 5 मा 5 भयो भने अब 6 हुन्छ अस्टवार्ड डाइल्युसन ल लेखौं अस्टवार्ड डाइल्युसन ल लेखौं अस्टवार्ड डाइल्युसन ल भनेको के हुन्छ according to the theory according to the theory of electrolytic dissociation of an electrolyte when dissolved in water undergoes spontaneous dissociation into positive or into negative ions and positive ions वा चार्ज लेख ions and in the case of a weak electrolyte in the case of weak electrolyte like के गर्नु पर्यो त CH3 COOH NH4 OH etc एकछिन साथीहरु म अलि कल उठाए हजुर भन्नुस् त ए क्लासको लिंक शेयर गर्नुपर्छ र एपमा ठ्याक्कै जोइन हुन्छ नि त ए भएन ल हुन्छ ल साथीहरु 1 मिनेट म क्लासको लिंक अलि शेयर गर्दिन्छु कति जनाको भइरहेको छैन टपर प्लस ब्याचमा नि सेन्ड गरिदिन्छु म अनि युथ अंग्रेजी टपर प्लस ब्याच त्यसपछि मैले तिमीलाई नै सेन्ड गरिदिन्छु तिमीले जोइन गर्यौ भएन तिमीलाई नै सेन्ड गरिदिन्छु ल अब जोइन गरौ
अब जोइन गरौँ है। ल ल साथीहरू ल अब जोइन हो भइहाल्यो। मैले ग्रुप सेन्ड गरिदियो तिमीहरूलाई है। ल ल साथीहरू हामी आफ्नो कुरामा गइहालौँ। हेरौँ त पहिला यो टेलर चलिरहेछ, सबै डेफिनेसनहरूको टेलर चलिरहेछ। यसमा तिमीहरूले धेरै दिमाग लाउनु पर्दैन। इटिसी देयर एक्जिस्ट a definite equilibrium between there exists definite equilibrium between unionized molecule unionized molecule of electrolyte and the ion present in the solution ion present in the solution at a given temperature यहाँ हेर त साथीहरू है। पहिला अस्टवार डाइल्युसन ल भन्यो भने हामीले थ्योरी अफ इलेक्ट्रोलाइट डिसोसिएसन पहिला हेर्नुपर्छ। यो थ्योरी अफ इलेक्ट्रोलाइट डिसोसिएसन भनेको के हो भनेर, यो कुनै पनि सब्स्टान्सलाई वाटरमा डिजल्भ गर्यो भने स्पोन्टेनियस डिसोसिएसन हुन्छ। पोजिटिभ आयोन र नेगेटिभ आयोनमा के हुन्छ? स्पोन्टेनियस के हुन्छ? डिसोसिएसन हुन्छ है। पोजिटिभ आयोन र नेगेटिभ आयोनमा के हुन्छ? स्पोन्टेनियस डिसोसिएसन हुन्छ है। त्यो डिसोसिएसन हुँदाखेरि कस्तो डिसोसिएसन हुन्छ? विक इलेक्ट्रोलाइटको। इन द केस अफ विक इलेक्ट्रोलाइट CH3COOH यसलाई पार्शियल डिसोसिएसन हुन्छ। यसमा के हुन्छ रे? पार्शियल डिसोसिएसन हुन्छ। पार्शियल डिसोसिएसन हुन्छ भनेर सुरुमा मानौ 0 थियो कन्सन्ट्रेसन, त्यसपछि सी अल्फामा चाहिँ के भयो त? कन्सन्ट्रेसन इन्टु डिग्री अफ आयोनाइजेसन। पुरै चाहिँ आयोनाइज हुँदैन है सी अल्फामा। यसको डेरिभेसन गर्दाखेरि राम्रोसँग तिमीहरूले त्यहाँ चाहिँ बुझ्छौ है साथीहरू। अब तिमीहरूले के लेख? लुइस एसिड एन्ड लुइस बेस लेख त। के लेख त? लुइस एसिड एन्ड लुइस बेस लेख। के लेख? कति नम्बरको यो? 6, त्यसपछि 7 नम्बरमा लेख लुइस एसिड भनेको लेख त। लुइस एसिड भनेको लेख द सब्स्टेन्स which has a capacity to accept an electron pair to form a coordinate bond is called Lewis acid. Lewis acid इसको एग्जाम्पल हेरौँ। एग्जाम्पल AlCl3 BF3 etc एक्सेट्रा। यो भनेको एक्जाम्पल अफ के हो त? लुइस एसिड हो। अब लुइस बेसको लेखौँ। लुइस बेसको लेखौँ त के हुन्छ? द सब्स्टेन्स
substance माथिकै जस्तो लेख्ने the substances which has the substances which has to donate त्यहाँ capacity to accept थियो यसमा के लेख्ने to donate an electron to donate an electron pair to form a coordinate bond to form a coordinate bond is called Lewis base. यसको एक्जाम्पल हेरौँ लुइस बेसको एक्जाम्पल हेरौँ त एक्जाम्पल NH3H2 हो यिनीहरू चाहिँ के हो त लुइस बेसको एक्जाम्पल हो यिनीहरू के हो साथीहरू लुइस बेसको के हो त एक्जाम्पलहरू है ल अब एउटा अर्को क्वेशन लेखौँ त 9 नम्बरमा ब्रोन्स्टिड लरी एसिड लेख ब्रोन्स्टिड लरी एसिड यो भनेको के हुन्छ एसिड इज अ सब्स्टेन्स which has a tendency to donate proton while base is a substance which has tendency to accept proton during the chemical reaction हेर यसलाई चाहिँ हामीले के भन्छ लुइस ब्रोन्स्टिड एसिड एन्ड ब्रोन्स्टिड बेस पनि हामीले ब्रोन्स्टिड लरी एसिड ब्रोन्स्टिड लरी बेस पनि भन्छ है यसलाई हामीले यो भन्छ है त्यही भएर हामीले यो डेफिनेसन लेख्छौँ त्यसपछि अर्कोमा हामीले अर्को डेफिनेसन लेख्छौँ अब हेरौँ त यो भइसक्यो डिफाइन लुइस एसिड एन्ड बेस भइसक्यो ब्रोन्स्टिड बेसको पनि यसै अनुसारले डिफाइन गर्नुपर्छ अरू केही गर्नु पर्दैन है डिग्री अफ आयोनाइजेसन भइहाल्यो आयोनिक प्रोडक्ट अफ वाटर भइहाल्यो लुइस बेस भइहाल्यो लेख सबैजनाले फटाफट लेख त्यसपछि म अर्को गर्छु अर्को गराउँछु सोल्युबिलिटी प्रोडक्ट प्रिन्सिपल पनि भइहाल्यो छ मैले सबै गरिदिएको छ मेरिट वाट इज द आयोनाइजेसन कन्स्टेन्ट एन्ड यता लेख आयोनाइजेसन कन्स्टेन्टको लेख त के लेख 10 नम्बरमा के लेख आयोनाइजेसन कन्स्टेन्ट आयोनाइजेसन कन्स्टेन्ट लेख आयोनाइजेसन कन्स्टेन्टको फर्म डिफिनेसन के हुन्छ द इक्विलिब्रियम कन्स्टेन्ट between
ionized and unionized and unionized form of an electrolyte form of an electrolyte in a solution is known as ionization constant. Ionization constant है। हेर त यो आयोनाइजेसन कन्स्टेन्ट हामीले कसरी, जस्तै एबी एउटा मोलिक्युल भयो, यसलाई डिसोसिएट गर्यो भने एबी प्लस दिन्छ, अनि के दिन्छ, बी माइनस दिन्छ, ए प्लस एन्ड बी माइनस दिन्छ भनेर आयोनाइजेसन कन्स्टेन्ट के इक्वल टु हामीले के गर्छौँ त, ए प्लस इन्टु बी माइनस अपन के गर्छौँ, एबी गर्छौँ। यो के भनेको के हो त, इक्विलिब्रियम कन्स्टेन्ट और आयोनाइजेसन कन्स्टेन्ट भन्छ। के भन्छ, यो के लाई नै के भन्छ, आयोनाइजेसन कन्स्टेन्ट भन्छ है। यो के नै के हो त, आयोनाइजेसन कन्स्टेन्ट हो साथीहरु। के हो त, आयोनाइजेसन कन्स्टेन्ट हो। बुझ्यो? ल अब हामीले के गरौँ भनेको, के बाँकी रह्यो, यसको डेफिनेसनमा के पनि भइसक्यो, केएससी पनि भइसक्यो, सोल्युबिलिटी प्रोडक्ट कन्स्टेन्ट अथवा पीएच भ्यालु भइसक्यो, कमन आयोनाइजेसन, त्यसपछि लुइस पीएच भ्यालु। यहाँ हेर साथीहरु, यता हेर साथीहरु, यति क्वेसन तिमीहरुले के को लागि पढ्नु पर्छ त, 1 मार्क्स र 2 मार्क्स को लागि। यहाँ हेर, कहिले काहीँ के हुन्छ, यो डेफिनेसनहरु 3-4 वटा सोधिदिन्छ, बल्ल चाहिँ तिमीलाई न्यूमेरिकल बनिन्छ। यहाँ हेर त, यो यति डेफिनेसनहरु तिमीहरु पढ, त्यसपछि यसको डेफिनेसनहरुलाई त आग लगाइदिने हो। के लगाइदिने हो, आग लगाइदिने हो। हेर, यति डेफिनेसनहरु तिमीहरु पढ है साथीहरु। यति डेफिनेसनहरु तिमीहरुलाई पढ्न मैले भने, भन त मेसेजमा, यस दाइ यति डेफिनेसन भएपछि हुन्छ। ल मेसेजमा भन, मलाई मेसेजमा के भन कि यति डेफिनेसन भएपछि पुग्छ सर, मलाई अब चाहिँ नेक्स्ट पढाउनु, फर्मुला पढाउनु, अनि यसको एस पुग्छ एस भेरी गुड पुग्छ सर। यति डेफिनेसन तिमीले पढिसकेपछि यसको जतिवटा डेफिनेसन आउँछ नि त्यो गर्न सक्छौ है, पुग्छ। रामायणको हेरे के गर्न छ, ल हुन्छ कन्जुगेट एसिड हैन, कन्जुगेट एसिड बेसमा हामीले लास्टमा डेरिभेसन गराउने बेलामा गराइदिन्छु है। ल हुन्छ रामायण सुरु गर्नु सर। ओके बफर सल्युसन के एकजनाले सोधेछ, ठीक छ रामायण सुरु गर्नु। त्यो जे छुटेको छ लास्टमा हामी गराइदिउँ। ल हुन्छ जे छुटेको छ लास्टमा गराइदिउँला। यहाँ हेर, ल सुरु गरौँ। अब हामीले के सुरु गर्दैछौँ त, फर्मुला। के सुरु गर्दैछौँ रे, फर्मुला पहिला पीएच बाट हामी सुरु गर्छौँ। केबाट सुरु गर्छौँ रे, हेर त, लेख त, सेकेन्ड नम्बरमा मैले के भनेको छु, फर्मुला अफ आयोनिक इक्विलिब्रियम, आयोनिक इक्विलिब्रियम को के त, फर्मुला। हेर यहाँ हेर, आयोनिक इक्विलिब्रियम को फर्मुला। फर्स्ट फर्मुला म लेखाउन के गइरहेको छु तिमीहरुलाई, जस्तै पीएच भ्यालु भनेको कति हुन्छ, माइनस लग कन्सन्ट्रेसन, यो लग भनेको 10 हुन्छ साथीहरु, कन्सन्ट्रेसन अफ एच प्लस आयन हुन्छ। बुझ्यो? त्यसपछि सेकेन्ड फर्मुला लेख, पीओएच भनेको कति हुन्छ, माइनस हाइड्रोक्साइड आयन लग 10, अनि के हुन्छ, ओएच माइनस को कन्सन्ट्रेसन हुन्छ। त्यसपछि म अर्को फर्मुला के लेखाउन गइरहेको छु तिमीहरुलाई, थर्ड नम्बरमा पीएच प्लस पीओएच को फर्मुला कति हुन्छ, 14 हुन्छ साथीहरु। के हुन्छ, 14 हुन्छ। त्यसपछि एउटा अर्को कुरा के लेख, पीएच इज लेस देन 7 भयो भने के हुन्छ, यो एसिडिक हुन्छ।
pH इक्वल टु 7 भयो भने के हुन्छ न्युट्रल हुन्छ त्यसपछि pH इज ग्रेटर देन 7 भयो भने के हुन्छ बेसिक हुन्छ के हुन्छ साथीहरु बेसिक हुन्छ यो तीनटा कुरो तीनटा फर्मुला भयो यो पनि तिमीहरुले याद गरिराख्नु पर्छ है यो तीनटा फर्मुला पनि तिमीहरुले याद गर्नुपर्छ त्यसपछि के लेख 4 नम्बरमा यहाँ कन्सन्ट्रेसन भनेको सोलुबिलिटी हुन्छ कन्सन्ट्रेसन अफ आयोन भनेको यहाँ के हुन्छ सोलुबिलिटी वालामा यो भनेको यसमा कन्सन्ट्रेसन अफ आयोन हुन्छ यता भनेको के हुन्छ कन्सन्ट्रेसन अफ आयोन लेख्ने यता भनेको के लेख्ने सोलुबिलिटीमा यो के को फर्मुला हो सोलुबिलिटीको हो सोलुबिलिटीको फर्मुलामा एउटा कुरो के याद राखिराख्ने त कन्सन्ट्रेसन अफ आयोन भनेकै के हुन्छ सोलुबिलिटी हुन्छ सोलुबिलिटी अफ आयोन हुन्छ 5 नम्बरमा के लेखिराख सोलुबिलिटी प्रोडक्ट लेखिहाल सोलुबिलिटी प्रोडक्ट भनेको कति हुन्छ सोलुबिलिटी प्रोडक्ट लाई KSP ले डिनोट गरिन्छ यो भनेको के हुन्छ A प्लस आयन को कन्सन्ट्रेसन B माइनस आयन को कन्सन्ट्रेसन हुन्छ है त्यसपछि मैले आयोनिक प्रोडक्ट अफ वाटर लेखाइदिएछु आयोनिक प्रोडक्ट यहाँ र यो x र यो y पनि हुन्छ किनभने यो कोएफिसिएन्टमा भयो भने माथि जान्छ आयोनिक प्रोडक्ट अफ वाटर भनेको कति हुन्छ आयोनिक प्रोडक्ट अफ वाटर भनेको यसलाई KW ले डिनोट गरिन्छ केले डिनोट गरिन्छ KW यो भनेको कति हुन्छ हाइड्रोनियम आयोन O प्लस इन्टु के हुन्छ OH माइनस आयोन हुन्छ चाहिँ आयोनिक प्रोडक्ट अफ के हो त वाटर हो अनि एउटा सबभन्दा धेरै युज हुने भनेको यसमा के हुन्छ जस्तै ग्राम पर लिटर इक्वल टु तिमीहरुले के लेख्न सक्छौ नर्मालिटी इन्टु भोल्युम हुन्छ नर्मालिटी इन्टु इक्विभ्यालेन्ट वेट हुन्छ नर्मालिटी ग्राम पर इक्विभ्यालेन्ट वेट इक्वल टु ग्राम पर लिटर इक्वल टु के हुन्छ दुईटा हुन्छ एउटा पहिला के लेखौं भनेको मोलारिटीको फर्मुला लेख मोलारिटी इक्वल टु के हुन्छ यो मोलारिटी भनेको कन्सन्ट्रेसन हो के हो त मोलारिटी भनेको कन्सन्ट्रेसन हो यो याद गरिराख्ने कन्सन्ट्रेसन मोलारिटी भनेकै के हो त कन्सन्ट्रेसन हो यो कन्सन्ट्रेसनको युनिट के हुन्छ मोल पर लिटर हुन्छ के हुन्छ साथीहरु मोल पर लिटर हुन्छ यो युनिट हो यो के हो त युनिट अफ मोलारिटी अनि मोलारिटीको युनिट मैले के लेखाएको छु m लेखाएको छु जहाँ मोलारिटी हुन्छ नि त्यो भनेकै के हो त जुन मोलारिटी हुन्छ त्यो भनेकै तिम्रो के हो त मोलारिटी भनेकै के हो त तिम्रो कन्सन्ट्रेसन हो मोलारिटी भनेकै के हो त कन्सन्ट्रेसन हो के त मोलारिटी भनेकै तिमीहरुले के बुझ्नु पर्छ कन्सन्ट्रेसन बुझ्नु पर्छ भने दिमागमा अब सेट गरिराख दिमागमा के सेट गरिराख मोलारिटी भनेकै कन्सन्ट्रेसन हो भने बुझ्नु पर्छ भने कुरो दिमागमा सेट गरिहाल है सेट गरिहाल यसलाई छोड्ने नि हैन सेट गर्ने नि हो है ल साथीहरु अब हेर त मोलारिटी इक्वल टु एउटा फर्मुला हुन्छ के मोलारिटी इक्वल टु के हुन्छ नर्मालिटी अपन अब त यहाँ नर्मालिटीलाई केमा चेन्ज गर्नुपर्छ मोलारिटीमा नर्मालिटी अपन के हुन्छ एसिडिटी अफ बेस और के हुन्छ बेसिसिटी अफ
एसिड है। यो फर्मुला चाहिँ याद गरिराख्ने, सबभन्दा धेरै युज हुने फर्मुला यो हो है, सबभन्दा धेरै युज हुने फर्मुला हो यो फर्मुला तिम्रो दिमागमा हुनु पर्यो है। त्यसपछि डिग्री अफ आयोनाइजेसन वाला हेर, यो अल्फा इक्वल टू 9 नम्बरमा एउटा फर्मुला लेख, अल्फा इक्वल टू के हुन्छ, रूट अंडर के ए अपन के हुन्छ, सी हुन्छ, वेयर अल्फा भनेको के हो, अल्फा भनेको डिग्री अफ आयोनाइजेसन हो, डिग्री अफ आयोनाइजेसन हो, आयोनाइजेसन डिग्री अफ आयोनाइजेसन हो। अनि त्यसपछि सी भनेको के हो त, कन्सन्ट्रेसन हो, कन्सन्ट्रेसन हो, सी भनेको के हो, कन्सन्ट्रेसन हो। के ए जुन हुन्छ नि साथीहरू, यो आयोनाइजेसन कन्स्टेन्ट हो। के ए भनेको के हो त, आयोनाइजेसन 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 कन्स्टेन्ट हो। के भनेको के हो त साथीहरू, आयोनाइजेसन कन्स्टेन्ट हो। के भनेको के हो साथीहरू, आयोनाइजेसन कन्स्टेन्ट हो। यो कुरो तिमीहरूले दिमागमा अब सेट गरिहाल है। यो फर्मुलाहरू जुन लेखाएको छु नि, यो फर्मुलाहरू तिमीहरू दिमागमा सेट गरिहाल, हुन्छ साथीहरू। ल ल हुन्छ 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 भने ल। अब एउटा अर्को फर्मुला 10 नम्बरमा के लेख, यदि तिमीलाई ग्राम पर लिटरमा दिएको छ भनेर मोलारिटीको फर्मुला के हुन्छ, मोलारिटी इक्वल टू एउटा फर्मुला के हुन्छ, यो मोलारिटी भनेकै के हो त, कन्सन्ट्रेसन हो। के हो त, कन्सन्ट्रेसन हो, कन्सन्ट्रेसन अफ सब्सटेंस हो, सब्सटेंस। यसको फर्मुला के लेख्ने, ग्राम पर लिटर डिवाइड बाई के हुन्छ, मलिक्युलर वेट हुन्छ, मलिक्युलर वेट हुन्छ है साथी हो। ल ग्राम पर लिटर डिवाइड बाई के हुन्छ, मलिक्युलर वेट हुन्छ भने फर्मुला यसको लेखिहाल है, बुझ्यो नि। ल ल साथीहरू, यो चाहिँ फर्मुला तिमीहरूले लेखिहाल। एच को फर्मुला त भइहाल्यो, केएसपी को फर्मुला भइहाल्यो। त्यसपछि अब हामी क्वेसन गर्न सुरु गरौँ। अब हामी के गरौँ त, क्वेसन गर्न। भन त, यति फर्मुला लेखिसके मैले, अनि बाँकी भयो भने त्यहाँ लेख्ने। यो फर्मुलामा केही कसैले केही भन्न छ साथीहरू, भन त, छिटो छिटो भन कि सुरु गरौँ। अब न्युमेरिकल सुरु गरौँ हामी। ओ साथीहरू मेसेज ओके सर, न्युमेरिकल सुरु गरौँ। 1 देखि त सर डेफिनेसन, रामायण सुरु गरौँ साथीहरू। ओके सर, ओके ओके। अब रामायण सुरु गरौँ, हुन्छ साथीहरू। के सुरु गरौँ, रामायण सुरु गरौँ, रामायण सुरु गरौँ। ओके ओके, रामायण सुरु गरौँ। रामायण सुरु गर्दाखेरि यहाँ सुरुमा चाहिँ हामीले के गर्नुपर्छ, यसको सुरुमा हामीले के गर्नुपर्छ भन् त, पहिला चाहिँ यसको रामायण बुझ्नुपर्छ। बल्ल हामीले फर्मुला सोध्छ कि न्युमेरिकल सोध्छ, रे न्युमेरिकल सोध्छ, तर फर्मुला त तिमीले याद गर्नु पर्यो नि त। फर्मुला के याद गर्नु पर्यो त, फर्मुला याद नगरिकन हुन्छ, हुँदैन हुँदैन। ल अब न्युमेरिकलमा जाऊ, केमा जाऊ साथीहरू, न्युमेरिकलमा। लेख त, न्युमेरिकल लेख है। हेर म यसरी लेखाइदिरहेको छु नि, कि तिमीहरूले यति पढेपछि त तिमीहरू राजा भन्छ के यो आयोनिक इक्विलिब्रियमको। हेर अब न्युमेरिकलमा मैले के बाट सुरु गर्छु त, पीएच बाट सुरु गर्छु, पीएच भ्यालु निकाल्नबाट सुरुवात गर्छु, हुन्छ। केबाट सुरु गर्छु म, पीएच भ्यालु निकाल्नबाट। लेख क्वेसन नम्बर 1 लेख, क्वेसन नम्बर 1 लेख त, फाइन्ड द pH of 1 into 10 to the power minus 6 normality of H2SO4 दिएको छ। यहाँ हेरौँ साथीहरू, तिमीलाई pH निकाल्न भनेको छ, तर के को भनेको छ त, H2SO4 को। अब मेरो कुरो ध्यान दिएर सुन, यो चाहिँ केमा दिएको छ साथीहरू, नर्मालिटीमा दिएको छ। केमा दिएको छ रे, नर्मालिटीमा। यसलाई त कन्सन्ट्रेसनमा चेन्ज गर्नको लागि के गर्नु पर्यो त, मोलारिटीमा चेन्ज गर्नु पर्यो। केमा चेन्ज गर्नु पर्यो साथीहरू, मोलारिटी। व्हाट इज द फर्मुला अफ मोलारिटी भन त, मोलारिटीको फर्मुला के हो, मोलारिटी भनेको कन्सन्ट्रेसन हो कि होइन, मोलारिटी भनेको के हो रे, कन्सन्ट्रेसन हो। के हो त, कन्सन्ट्रेसन
कन्सन्ट्रेसन मैले त्यही लेखाएको छु सुरुमा मोलारिटी भनेको के हो कन्सन्ट्रेसन अफ H2SO4 बुझ्यो बुझ्यो यो त्यही भएर मैले सुरुमा लेखाएको यो भनेको फर्मुला के हुन्छ नर्मालिटीमा छ भनेको नर्मालिटी अपन के हुन्छ नर्मालिटी अपन के हुन्छ मैले लेखाइदिएछु नर्मालिटी अपन अब एसिड छ भने के हुन्छ बेसिसिटी हुन्छ बेसिसिटी अफ के गर्ने एसिड गर्ने है साथी हो बेसिसिटी अफ एसिड अब हेर त नर्मालिटी कति दिएको छ 1 × 10⁻⁻6 दिएको छ बेसिसिटी यसको कति हुन्छ साथीहरू हेर त दुईटा हाइड्रोजन रिप्लेसेबल छ H2 छ कि छैन त्यही भएर बेसिसिटी यसको कति हुन्छ साथीहरू 2 हुन्छ ल 2 ले डिभाइड गरौँ त कति हुन्छ साथीहरू 5 × 10⁻⁻7 यो केमा आयो त मोल पर कन्सन्ट्रेसन कतिमा हुन्छ रे मोल पर लिटरमा हुन्छ केमा हुन्छ रे मोल पर लिटर युनिट कन्सन्ट्रेसनको के हो मोल पर लिटर हो अब हेर तिमीलाई कन्सन्ट्रेसन आइसक्यो फर्स्ट स्टेपमा तिमीहरूले के निकाल्नु पर्छ कन्सन्ट्रेसन निकाल्ने स्टेप 1 मा के निकाल्ने त कन्सन्ट्रेसन निकाल्नु पर्छ के निकाल्नु पर्छ कन्सन्ट्रेसन आइसकेपछि हेर कन्सन्ट्रेसन आइसकेपछि आयोनाइज गर्ने स्टेप 2 मा के गर्ने रे आयोनाइज गर्ने अब H2SO4 लाई आयोनाइज गर हेर त H2SO4 लाई मैले के गर्दैछु आयोनाइज गर्दैछु के बन्छ हेर त H प्लस SO4 माइनस यसलाई बाइलेन्स गर्यो भने यहाँ कतिले मल्टिप्लाई गर्नुपर्छ 2 ले गर्नुपर्छ के गर्नुपर्छ 2 गर्नुपर्छ अब म जुन कुरो भन्न गइरहेको छु नि जुन तारा आए पनि यो कुरो तिमीहरूले याद गरिराख्ने हेर जस्तै 1 मोल अफ H2SO4 भयो भने यो चाहिँ कति हो 2 मोल अफ H प्लस हो यो कति हो 1 मोल अफ यति तर H2SO4 कति दिएको छ यहाँ हेर त H2SO4 को कति मोल दिएको छ यति दिएको छ कि छैन यति दिएको छ भनेर यसको कति राख्ने हेर त 5 × 10⁻⁻7 मोल राख्ने भनेपछि हाइड्रोजनको कति हुन्छ 2 × 5 × 10⁻⁻7 मोल हुन्छ यो m भनेको मोल पर लिटर हो साथीहरू हामीलाई H प्लस आयोन निकाल्नको लागि के मात्र चाहिन्छ भन्छ यो मात्र चाहिन्छ कि चाहिँदैन अरू चाहिन्छ त चाहिँदैन सर चाहिँदैन है ल साथीहरू अब हामी फर्मुला युज गर्छौँ के युज गरिदिने त फर्मुला हेरौँ त यसको H प्लस को कन्सन्ट्रेसन कति आयो त यति आयो कि आएन है हो ल स्टेप 3 मा हामी फर्मुला युज गर्छौँ के गर्दैौ त रे फर्मुला वी हेभ फर्मुला हामीसँग के छ भन त मैले लेखाइदिएको छु pH इक्वल टु कति हुन्छ त pH इक्वल टु कति हुन्छ रे माइनस लग के हुन्छ रे माइनस लग 10 H प्लस कन्सन्ट्रेसन हुन्छ कि हुँदैन के हुन्छ रे यो हुन्छ मजाले हुन्छ सर मजाले हुन्छ भ्यालुहरु पुट गर्दा के गर्दै त भ्यालुहरु माइनस लग 10 को 10 त्यसपछि कति गर 2 × 5 × 10⁻⁻7 गर यसलाई क्याल्कुलेट गर तिमीहरुसँग क्याल्कुलेटर छ क्याल्कुलेट गर मजाले आउँछ क्याल्कुलेटर छ क्याल्कुलेट गर मजाले आउँछ कति आउँछ 6 आउँछ सर 6 आउँछ भनेपछि तिमीहरुले यहाँबाट हेर त क्याल्कुलेटर छ क्याल्कुलेट गर कति आउँछ बेस 10 भएको युज गर्नुपर्छ अब मानौ तिमीसँग क्याल्कुलेटर युज गर्न आएन भने कसरी गर्ने सर ल म त्यो पनि सिकाइदिन्छु यहाँ हेर त यो माइनस लग 10 भयो म त म्याथ टिचर हो नि त 5 दुना 10 हुन्छ 10 × 10 को पावर 1 × 10⁻⁻7 भयो कि भएन ल यता हेर त माइनस लग 10 यो कति भयो त यो जोड्यो भने कति हुन्छ 10⁻⁻6 हुन्छ अब एउटा लग को प्रोपर्टी हुन्छ यहाँ लग x को पावर n भयो भने यसलाई के लेख्न सकिन्छ n लग x को पावर x लेख्न सकिन्छ कि सक्दैन भनेपछि माइनसलाई हामीले के गर्न सक्छौं यहाँ हेर त माइनस को माइनस -6 भयो अनि लग कति भयो त लग 10 यो पनि 10 आयो कि आएन साथी हो अब एउटा अर्को प्रोपर्टी लग को के हुन्छ लग a भयो भने यो 1 हुन्छ है भनेको साथीहरु हेर त यो भनेको कति हुन्छ रे 1 हुन्छ कि हुँदैन अनि यो माइनस के भयो प्लस भयो अनि 6 × 1 यो कति आयो त 6 आयो अब यहाँबाट हेर त pH भनेको 6 आयो कि आएन 6 आएपछि pH इज ग्रेटर के भन्छ लेसर देन 7 हो pH इज लेसर देन 7 यसको अर्थ के हो यो एसिडिक हो के हो रे
एसिडिक हो भनेर हामीले यहाँबाट थाहा पाए। भन साथीहरू, मेसेजमा भन कि बुझे कि बुझेन, केही कन्फ्युजन हुनु भएन मलाई, केही कन्फ्युजन हुनु भएन। भन सर, अगाडि बढौँ सर, अगाडि बढौँ। नर्मालिटी गर्न पाइँदैन हो, नर्मालिटी मोलारिटी मात्र हुन्छ। यस दाई भन, बुझ्यो हजुर, बुझ्यो, बब्बाल लाग्यो दाई। ल हुन्छ, नेक्स्ट सर, नेक्स्ट गरौँ। ए ओके, नेक्स्ट गरौँ। साउन्ड आएको छैन रे? साउन्ड आएको छ? साउन्ड आएको छ भन त, साउन्ड आएको छ भन त। छ सर, छ। ल ए तिमी हेर न, यस्तो क्वेसन कतिवटा गर्छौ, यस्तो क्वेसन त 4-5 वटा गर्छौ अनि त्यसपछि तिम्रो माइन्डैमा घुसाइदिन्छु। हेर्न यहाँ, तिम्रो माइन्डैमा घुसाइदिन्छु। ल एउटा सेम यस्तै खाले क्वेसन लेख, बल्ल चाहिँ तिम्रो दिमागमा घुस्छ। जबसम्म यो दिमागमा घुस्दैन नि तबसम्म म छोड्नेवाला छैन। लेख त, फाइन्ड द pH of 1 into 10 to the power minus 5 NH2SO4 भयो। ल यहाँ पनि हेर, उसले के भनेको थियो सर यसलाई नर्मालिटीमै राखेर गर्न सकिन्छ? सकिँदैन। नर्मालिटी भनेको कन्सन्ट्रेसनमा राख्ने होइन, यो मोल पर लिटर होइन के। यसलाई कन्सन्ट्रेसन हामीले जहिले पनि युनिट के लेखाएको छु रे? मोल पर लिटर लेखाएको छु। के लेखाएको छु रे? मोल पर लिटर। अब हेर, सेम क्वेसन छ, यसलाई पनि के गर्ने त? हेर त, नर्मालिटी यति दिएको छ भनेपछि स्टेप 1 मा के निकाल्नु पर्छ? स्टेप 1 मा कन्सन्ट्रेसन। मोलारिटी भनेकै के हो त? मोलारिटी भनेकै के हो त? कन्सन्ट्रेसन अफ के हो त? कन्सन्ट्रेसन अफ के हो त? H2SO4, H2SO4। हेर त, यसको फर्मुला के हुन्छ? यसको फर्मुला के हुन्छ? नर्मालिटी अपन के हुन्छ? हेर त, बेसिसिटी अफ एसिड हुन्छ। बेसिसिटी अफ एसिड हुन्छ सर, मजाले हुन्छ। बेसिसिटी अफ एसिड मजाले हुन्छ, हो कि होइन? ल नर्मालिटी कति दिएको छ? 1 into 10 to the power कति छ? -5। अपन के गरौँ साथी हो? अपन के गरौँ? यसको हेर त, यसको H2SO4 को बेसिसिटी कति हुन्छ? 2 हुन्छ कि हुँदैन? यो 2 लेख्ने। कति आयो त यहाँबाट? डिभाइड गर, यो कति आउँछ? भन मलाई, डिभाइड गर त। 0.5 माइनस 10 to the power -6 आउँछ। यो भनेको मोल पर लिटरमा आउँछ। केमा आउँछ साथीहरू? मोल पर लिटरमा। अब हेर त, कन्सन्ट्रेसन आयो कि आएन? अब स्टेप 2 मा चाहिँ के गर्ने? आयोनाइज गर्ने। स्टेप 2 मा के गर्ने रे? आयोनाइज गर्ने। के गर्ने? H2SO4 लाई आयोनाइज गर। H प्लस SO4 के हुन्छ? माइनस हुन्छ, मजाले हुन्छ सर। यसलाई 2 ले मल्टिप्लाई गरिदेऊ। अब मैले के भनेको छु? यो 1 मोल छ भनेर यो कति हुन्छ? 2 मोल। यहाँ 2 ले मल्टिप्लाई छ, 2 मोल हुन्छ। यो चाहिँ के हुन्छ? 1 मोल हुन्छ, होइन? अब यहाँ कति दिएको छ? यहाँ त 10 to the power -6 दिएको छ। -6 m भनेको मोलारिटी, मोल पर लिटर नै हो। यो भनेको कति हुन्छ? 2 into 10 to the power कति हुन्छ? -6 अनि कति हुन्छ? ओए यो भएन है, यो चाहिँ 5 into हुन्छ। सरी, यो चाहिँ कति हुन्छ रे? 5 into हुन्छ है, 5 into हुन्छ, 5 into हुन्छ है साथीहरू, 5 into हुन्छ, 5 into हुन्छ है। त्यो डिभाइड अलि मिस्टेक भएको थियो। ल साथीहरू, कति भयो त? 5 into 10 to the power -6 भयो। कति भयो त? 5 into 10 to the power -6। अब हेर त, स्टेप 3 मा हामीले के गर्नु पर्यो त? यो हालिदिने हो के? यो हालिदिने हो के? बुझ्यो नि है? ल स्टेप चाहिँ 3 मा चाहिँ के गर्नु पर्यो? फर्मुला युज गर्नु पर्यो। वी हैव pH को फर्मुला कति हो त? माइनस लग कन्सन्ट्रेसन अफ H प्लस आयन हो। H प्लस आयन को कन्सन्ट्रेसन यो हो कि होइन? मजाले हो सर, मजाले हो। यसमा केही गर्नुपर्ने स्थिति नै छैन। भनेपछि लेख्नुहोस् माइनस लग के लेख्नुहोस् त? 5 into 2 into 10 to the power -6 लेख्नुहोस्। त्यसपछि यो कति हुन्छ? 5 दुना 10 हुन्छ। नत्र क्यालकुलेटर युज गर्न छ भने डाइरेक्ट गर्नुहोस्, आइहाल्छ। 1 भयो। 10 to the power कति भयो त? -6 भयो कि भएन? त्यसपछि हेर्नुहोस् त के हुन्छ? माइनस लग यो कति हुन्छ? 10 को पावर यो 1 र -6 कति हुन्छ? -5 हुन्छ साथीहरू। त्यसपछि लगको प्रोपर्टी लगाइदेऊ। -5 लग कति भयो त? यो 10 बेस भएको हुन्छ, यहाँ पनि 10 आयो।
भनेपछि यो कति हुन्छ साथीहरू, यो 1 हुन्छ। यहाँबाट माइनस माइनस प्लस 5 भयो। पिएच को भ्यालु कति आयो साथीहरू, पिएच इक्वल टु कति आयो, पिएच इक्वल टु 5 आयो। सो पिएच इज लेसर देन 7 भयो कि भएन, यो चाहिँ कस्तो सल्युसन हुन्छ, एसिडिक सल्युसन हुन्छ। कस्तो सल्युसन हुन्छ साथीहरू, एसिडिक सल्युसन हुन्छ है। ल साथीहरू भन त, यो दुइटै एउटै तरिकाको मैले गराइदियो, तिमीहरूले बुझ्यो कि बुझेन भन त, भन मेसेजमा भन, मेसेजमा भन सर। पिएच भनेको एन्सर 5 आउँछ। भेरी गुड भेरी गुड, एन्सर 5 आउँछ। ल भन एस क्लियर छ, क्लियर छ। अर्कोमा जाऊ, अर्कोमा जाऊ। एस एस स्टेप 3 बुझाइदिनु। एस सर क्लियर छ, क्लियर छ, क्लियर छ। ल ल ल ल ल अब फेरि गर्दै जाऊ न, हेर न यति कुरा गर्छौ नि तिमीहरूलाई, जबसम्म यो आउँदैन नि तबसम्म म अर्को गर्दै गर्दैन यार। एउटा अजगर, एउटा अजगर पिएच भ्यालु निकाल्ने बल्ल तिमीहरूको दिमागमा सेट हुन्छ यार। क्वेसन नम्बर 3 लेख त। क्वेसन नम्बर 3 मा के लेख, क्यालकुलेट क्यालकुलेट द pH, calculate the pH of 1 into 10 to the power minus 3 mole of KOH। के लेख त, KOH। ल यसको क्यालकुलेट गर्नु पर्यो भने यो अलरेडी तिमीलाई केमा दिएको छ त, मोलमा। भनेपछि कन्सन्ट्रेसन चेन्ज गर्नु पर्यो त, परेन। एउटा कुरो तिमीलाई फाइदा भयो, भनेपछि के भयो त, कन्सन्ट्रेसन स्टेप 1 मा चाहिँ धेरै कुरो गर्नु परेन। कन्सन्ट्रेसन अफ के आयो त, KOH भनेको कति भयो त, 1 into 10 to the power minus 3। यो m भनेकै के हो त, मोल पर लिटर हो। के हो त साथीहरू, मोल पर लिटर। ल अब यो भइसकेपछि स्टेप 2 मा जाऊ। यो स्टेप 1 त क्लियर भयो, यही नर्मालिटीमा छैन भने केही गर्नु परेन। स्टेप 2 मा चाहिँ आयोनाइज गर्ने। के गर्ने त साथीहरू, आयोनाइज गर्ने। KOH लाई आयोनाइज गर्यो भने के बन्छ त, K प्लस प्लस OH माइनस बन्छ। के बन्छ रे, K प्लस प्लस OH माइनस बन्छ। हेर त ब्यालेन्स अलरेडी छ, ब्यालेन्स अलरेडी छ, यसमा केही गर्नु परेन। भनेपछि यहाँ हेर त, यो भनेको तिम्रो कति आएको छ, यति आएको छ कि छैन, छ यति। भनेपछि यसको कन्सन्ट्रेसन यहाँ कति हाल त, कति हाल, 1 into 10 to the power minus 3 m हाल। यसको यति छ भनेर हामीलाई चाहिएको त के हो, OH को चाहिन्छ, बल्ल त यसले दिन्छ। 1 into यसको पनि कति हुन्छ, यो पनि 1 हो, यो पनि 1 हो, यसमा 2 ले मल्टिप्लाई गर्नु परेन, यो m भयो। हेर त अघि हामीले 2h प्लस थियो भने 2 ले मल्टिप्लाई गर्नु पर्थ्यो नि त। हेर त h निकाल्न छ, तर यहाँ चाहिँ छैन भनेको एउटा रिलेसन त हामीलाई थाहा छ नि, PH प्लस POH इक्वल टु 14 फर्मुला छ नि त। हेर त मैले अब POH निकाल्छु, सुरुमा के निकाल्छु रे, POH निकाल्छु। अब POH निकाल्नेको लागि हेर त पहिला फर्मुला युज गर। स्टेप 3 मा के युज गर, फर्मुला युज गर। वी हेभ अब हेर पिएच को लागि त्यो हुन्छ भने POH को लागि फर्मुला मैले लेखाइदिएको छु। के हुन्छ, माइनस लग 10 बेस भएको कन्सन्ट्रेसन कति हुन्छ, OH माइनस को कन्सन्ट्रेसन हुन्छ। अब यहाँबाट हेर त के हुन्छ, माइनस को माइनस भयो, लग 10 को 10 भयो। त्यसपछि यो कति दिएको छ, 1 into 10 to the power minus 3 दिएको छ कि छैन। यहाँबाट हेर त यो माइनस भनेको कति हुन्छ, यो माइनस भनेको कति हुन्छ रे, माइनस को माइनस भयो। अनि त्यसपछि कति भयो, -3 यहाँ आउँछ, पावरको चाहिँ कफिसियन्टमा आउँछ। अनि कति भयो, लग 10। अनि यहाँ पनि कति भयो त, 10 भयो। यो टोटल गरेर कति हुन्छ, यो भनेको फर्मुलाले 1 बनाइदियो है। फर्मुलाले 1 बनाएपछि कति आयो त एन्सर, माइनस माइनस प्लस 3 आयो। भनेपछि पिएच भ्यालु कति आयो त, POH भनेको 3 आयो। POH भनेको कति आयो, 3 आयो। तर हामीलाई POH त निकाल्न छैन नि, पिएच निकाल्न छ। स्टेप 4 मा के गर्ने, स्टेप 4 मा चाहिँ के गर्ने, PH प्लस POH इक्वल टु 14 गर्ने है, 14 गर्ने। यहाँबाट के हुन्छ भन त, PH इक्वल टु कति हुन्छ, 14 माइनस POH हुन्छ। POH को भ्यालु 3 निकालेको छौँ, 14 माइनस कति गर, 3 गर। यहाँबाट कति आयो त, 11 आयो। आयो कि आएन। अब PH को भ्यालु 11 आयो भने तिमीले के भन्न सक्छौ, PH इज, हेर त PH इज ग्रेटर देन 7 भनेपछि यो के भयो त, बेसिक सल्युसन भयो। के भयो त, बेसिक सल्युसन भयो है साथीहरू। यो के भयो त, बेसिक सल्युसन भयो। यसरी चाहिँ हामीले निकाल्नु पर्छ। भन त यो बुझेछ कि छैन, र भन कमेन्टमा भन। अर्को क्वेसनमा जाऊ, अर्कोमा जाऊ। सर हजुरले स्टार्टिङ गर्नुभएको छ, मैले इन्डिङ गर्छु। ओके, यस्तो हुनुपर्छ, यस्तो हुनुपर्छ सर। यदि बेसिक सल्युसन, बेसिक, ओके बेसिक। नेक्स्ट सर, नेक्स्ट गरौँ, नेक्स्ट गरौँ। ओके सर,
नेक्स्ट गरौँ है, नेक्स्ट गरौँ। ओके, ल ल ल ल फेरि नेक्स्ट गरौँ। यसमा केही छैन साथीहरू, यहाँ हेर त। पहिला चाहिँ के छ त, कन्सन्ट्रेसन अफ दिएको छ, मोलमा दिएको छ भने तिमीले केही चेन्ज गर्नु परेन, मोलारिटीमा छ भनेर सिधै कन्सन्ट्रेसन लेखिदिने, नर्मालिटीमा चेन्ज गर्नु परेन, डाइरेक्ट कन्सन्ट्रेसन लेख्ने, अनि त्यसपछि भइहाल्छ। अनि त्यसपछि हामीले केही गर्नु परेन है ल। अनि त्यसपछि स्टेपहरू हामीले याद गरेकै छौँ। ल अब अर्को क्वेसन लेख त, क्वेसन नम्बर 4 लेख है। यहाँ के भनेको छ, इज द सल्युसन एसिडिक बेसिक और न्यूट्रल। तल दिएको सल्युसन एसिडिक हो कि बेसिक हो कि न्यूट्रल हो, इन विच concentration of hydroxy ion is 3.33 into 10 power minus 10 mole per liter। मोल पर लिटर। अब हेर त, हाइड्रोक्सिल आयन भनेको के हो? कन्सन्ट्रेसन अफ हाइड्रोक्सिल आयन दिएछ भने कन्सन्ट्रेसन अफ हाइड्रोक्सिल आयन भनेको OH माइनस हो कि साथीहरू। OH माइनस भनेको हाइड्रोक्सिल आयन लेखेको छ कि छैन? कति दिएको छ? 3.33 into 10 to the power minus 10। यो मोल पर लिटरमा छ, यसलाई चेन्ज गर्नु परेन। परे त परेन है साथीहरू। ल अब स्टेप 1 तिम्रो क्लियरै छ। हामीले स्टेप 2 गर्नु परेन, आयोनाइज यो अलरेडी कन्सन्ट्रेसन दिएको छ भनेपछि सिधै स्टेप 3 मा जाने। वी हेभ लेख्ने, के लेख्ने? वी हेभ POH को फर्मुला के हुन्छ? माइनस लग 10, यहाँ चाहिँ के हुन्छ? कन्सन्ट्रेसन अफ OH माइनस हुन्छ हो। ल साथीहरू, यो युज गर्यो भने कति हुन्छ? माइनस लग 10, यो कति दिएको छ? 3.33 into 10 to the power minus 10 दिएको छ है साथीहरू। ल यसलाई क्यालकुलेट गर, तिमीहरू डाइरेक्ट क्यालकुलेट गर। मैले पनि डाइरेक्ट क्यालकुलेट गरेर लेखेको छु। 9 पोइन्ट कति आउँछ डाइरेक्ट क्यालकुलेट गरेर मैले भन्दाखेरि। एकछिन म क्यालकुलेट गरिरहेको छु। 9.48 आउँछ, 9.48 आउँछ। ल अब POH आइसकेपछि हामीलाई फर्मुला के थाहा छ? वी हेभ PH निकाल्नु पर्ने हो भनेपछि PH प्लस POH भनेको कति हो? 14 हो साथीहरू। हेर कति इजी छ, हेर न। अब POH को भ्यालु हाल्देऊ, यति कति हुन्छ? 14 माइनस POH हुन्छ, हो कि होइन? 14 माइनस कति भयो त? 14 माइनस 9.48 गर्नुहोस् त। 9.48 गर्नुहोस् त, कति हुन्छ? 4.52 हुन्छ, 4.52 हुन्छ। अब हेर्नुहोस् त साथीहरू, यो एसिडिक हो कि बेसिक हो त्यो चेक गर्नुहोस् त। हेन्स के आएको छ त, हेर्नुहोस् त यहाँ PH इज 4.52, इज चाहिँ के छ? लेस देन 7 छ कि छैन? 7 भन्दा कम भयो भने के हुन्छ? एसिडिक हुन्छ साथीहरू। के हुन्छ? यो एसिडिक सल्युसन हुन्छ। यति लेखिदिनु पर्यो है साथीहरू, एसिडिक सल्युसन हुन्छ है। ल मलाई जतिसम्म लाग्छ यो हुन्छ साथीहरू। हुन्छ भन त, कमेन्टमा भन। हुन्छ सर, हुन्छ भनेपछि म अर्को गरिहाल्छु। हुन्छ सर, हुन्छ भन कमेन्टमा। हुन्छ ए हुन्छ भन कमेन्टमा भन। हुन्छ, नेक्स्ट गरौँ, नेक्स्ट गरौँ, नेक्स्ट गरौँ, नेक्स्ट गरौँ। ल नेक्स्ट गरौँ सर, नेक्स्ट गरौँ। अफकोर्स हुन्छ सर। ल ल नेक्स्ट गरौँ, नेक्स्ट गरौँ, नेक्स्ट गरौँ। ल ठिक छ, ठिक छ, नेक्स्ट गरौँ। क्वेसन नम्बर हामी 3 गरेको थियौँ, अब 4 गरेको थियौँ। अब क्वेसन नम्बर 5 लेख त। क्वेसन नम्बर 5, calculate the pH of the solution, calculate the pH of the solution by dissolving 1 gram of
NaOH in 1 liter of each solution. यहाँ हेर्नु साथीहरू, यो चाहिँ ग्राम पर लिटर दिएको छ साथीहरू। यो के दिएको छ त? ओए यहाँ हेर, के भनेको छ? 1 ग्राम कति लिटरमा दिएको छ? 1 लिटरमा। कति लिटर सल्युसनमा दिएको छ? 1 लिटरमा। पहिला ग्राम पर लिटर अफ NaOH दिएको छ। के दिएको छ साथीहरू? ग्राम पर लिटर अफ NaOH कति छ? NaOH भनेको 1 छ कि छैन? 1 ग्राम पर लिटर छ। 1 ग्राममा छ, 1 लिटरमा 1 ग्राम छ। त्यसपछि के निकाल्ने? हेर त, कन्सन्ट्रेसन निकाल्नु पर्यो NaOH को। यहाँ लेख्नुहोस् है, कन्सन्ट्रेसन अफ, स्टेप 1 मा त कन्सन्ट्रेसन निकाल्ने हो। कन्सन्ट्रेसन अफ NaOH, कन्सन्ट्रेसन अफ NaOH लेख्नुहोस्। कन्सन्ट्रेसन अफ NaOH कति हुन्छ? मोलारिटी अफ NaOH बराबर हुन्छ, मोलारिटी अफ NaOH सँग बराबर हुन्छ। मोलारिटी अफ NaOH जति हुन्छ त्यही कन्सन्ट्रेसन हो। फर्मुला के हुन्छ मोलारिटी को? भन्नुहोस् त, ग्राम पर लिटर अपन के हुन्छ साथीहरू? मोलिक्युलर वेट हुन्छ। के हुन्छ त? मोलिक्युलर वेट हुन्छ है साथीहरू। ल अब भन्नुहोस् त, NaOH को मोलिक्युलर वेट कति हुन्छ? NaOH को मोलिक्युलर वेट कति हुन्छ? मोलिक्युलर वेट अफ NaOH भनेको Na को भनेको 23 हुन्छ, OH भनेको 23 प्लस O भनेको 16 प्लस 1 भनेको 40 आउँछ है साथीहरू। के आउँछ त? NaOH को कन्सन्ट्रेसन को मोलिक्युलर वेट कति आउँछ साथीहरू? 40 आउँछ। कति आउँछ? 40 आउँछ। ल अब युज गर्नुहोस् है साथीहरू, युज गर्नुहोस् त, कति आउँछ? 1/40 गर्नुहोस्। कति गर्नुहोस्? 1/40। कति आउँछ कन्सन्ट्रेसन? यो जुन आउँछ नि साथीहरू, यो मोल पर लिटरमा आउँछ। केमा आउँछ साथीहरू? मोल पर लिटरमा। मोल पर लिटरमा कति आउँछ? मैले क्याल्कुलेट गर्दाखेरि 0.025 यो मोल पर लिटरमा आउँछ है साथीहरू। मोलारिटी भनेको मोल पर लिटरमा हो है साथीहरू। ल ल अब तपाईहरुले कन्सन्ट्रेसन आइसकेपछि हाम्रो स्टेप 2 चाहिँ के हो? स्टेप 1 समाप्त भयो। भयो कि भएन? हामीले स्टेप 1 मा के निकाल्नु पर्छ? कन्सन्ट्रेसन निकाल्नु पर्छ। स्टेप 2 मा चाहिँ के निकाल्नु पर्छ भन्नुस् त? स्टेप 2 मा चाहिँ के निकाल्नु पर्छ भनेर आयोनाइज, आयोनाइज त छैन नि यो, आयोनाइज गर्नुस् त। अब NaOH लाई कसरी आयोनाइज हुन्छ त? Na प्लस हुन्छ प्लस OH माइनस हुन्छ कि हुँदैन? OH माइनस हुन्छ। मजाले हुन्छ सर। अब हेर्नुस् त, यसको कन्सन्ट्रेसन कति दिएको छ? NaOH को 0.05 दिएको छ कि छैन साथीहरू? 0.025 छ, सरी 0.025। यो चाहिँ के छ? मोल पर लिटरमा छ, मोल पर लिटरमा छ भनेपछि OH को पनि त्यतिकै हुन्छ। यहाँ हेर न, 2 ले मल्टिप्लाई छँदै छैन अनि जस्ताको त्यस्तै भयो, मोल पर लिटर है साथीहरू। मोल पर के भयो त? लिटर भयो। अब हेर्नुस् त, हाइड्रोक्साइडको आयनको यो भइसकेपछि हामीले के युज गर्ने त? फर्मुला युज गर्ने है साथीहरू। के युज गर्नुपर्छ? फर्मुला। फर्मुला के हो त भन्नुस् त? POH को कन्सन्ट्रेसन छ भने POH युज गर्ने, माइनस लग के हुन्छ त? 10 हुन्छ। अनि त्यसपछि कति हुन्छ भन्नुस् त? OH माइनस को कन्सन्ट्रेसन हुन्छ। हुन्छ कि हुँदैन? मजाले हुन्छ सर। ल त्यसपछि लेख्नुस् त, माइनस लग को लग भयो, 10 को 10 भयो। यहाँ युज गर्नुस् त 0.025 गर्नुस्। यो कति आउँछ? क्याल्कुलेटरमा थिच्नुस् त, क्याल्कुलेटरमा थिच्नुस्। मैले थिच्दाखेरि 1.6 आएको छ। तपाईहरुले थिच्नुस् कति आउँछ? 1.6 आयो भनेपछि हामीले स्टेप 4 मा अब pH निकाल्नु पर्ने हो। के गर्नुस् त? pH प्लस POH को फर्मुला युज गर्ने हो। कति हुन्छ? 14 हुन्छ। ल यो फर्मुलामा राख्नुस् त, pH भनेको कति आयो त? 14 माइनस POH आयो कि आएन? 14 माइनस POH आयो भनेको 14 माइनस कति गर्नुस् त? 1.6 गर्नुस्। यहाँबाट कति आउँछ त भन्नुस् त? 14 माइनस 1.12.4 आउँछ साथीहरू। यो 12.4 भनेको कस्तो हो? 12.4 भनेको भन्नुस् त, 12.4 भनेको pH इक्वल टु 12.4 भनेको ग्रेटर देन 7 हो भने कस्तो सल्युसन हुनुपर्छ? बेसिक हुनुपर्छ है साथी। बेसिक सल्युसन हुनुपर्छ है साथी। ल ल भयो। अब हामीले क्वेसन नम्बर 6 मा जाउँ है। मलाई जतिसम्म लाग्छ यो बुझेछ पहिलाकै जस्तो। क्वेसन नम्बर 6 हेरौँ त। क्वेसन नम्बर 6 हेरौँ। लेखौँ एउटा अर्को क्वेसन लेखौँ। क्याल्कुलेट द pH, calculate the pH of an aqueous solution
solution, calculate the pH of an aqueous solution containing 10 to the power -7 mole of NaOH per liter है। यहाँ हेर्नुहोस् त 10 to the power -7 मोल पर लिटर भनेको छ। मोल पर लिटर भनेको छ भने कन्सन्ट्रेसन तपाईँले दिएको छ है, तपाईँले अलरेडी कन्सन्ट्रेसन दिएको छ भनेको स्टेप 1 मा तपाईँले धेरै दुःख गर्नु परेन है, कन्सन्ट्रेसन अलरेडी दिएको छ। मोल पर लिटर भनेको छ कि छैन, यहाँ हेर्नुहोस् त मोल पर लिटर भनेको छ नि त, भनेपछि कन्सन्ट्रेसन तपाईँले अलरेडी दिएको छ। कन्सन्ट्रेसन यसरी बुझ्नुपर्छ, क्वेसन बुझिसकेपछि सजिलो हुन्छ कि कन्सन्ट्रेसन अफ NaOH कति भयो त, NaOH को कन्सन्ट्रेसन कति भयो त 10 to the power -7 मोल पर लिटर। अब तपाईँहरूले भन्नुहोस् त कन्सन्ट्रेसन निकालिसकेपछि हाम्रो स्टेप 2 सुरुवात हुन्छ। स्टेप 2 मा के गर्ने त, आयोनाइज गर्ने। स्टेप 2 मा के गर्ने त साथीहरू, आयोनाइज गर्नुपर्छ। के गर्नुपर्छ साथीहरू, आयोनाइज गर्नुपर्छ। हेर्नुहोस् त NaOH लाई मैले के गर्छु, आयोनाइज गर्छु। के हुन्छ त Na प्लस हुन्छ, प्लस के हुन्छ OH माइनस हुन्छ। भन्नुहोस् त यसको कन्सन्ट्रेसन कति दिएको छ, 10 to the power -7 दिएको छ, -7 छ। मोल पर लिटरमा छ, मोल पर लिटरमा छ भने यो पनि कति हुन्छ 10 to the power -7 मोल पर लिटर हुन्छ, हुन्छ ल सर। अब हेर्नुहोस् त कन्सन्ट्रेसन OH माइनस को आइसकेपछि हामीले स्टेप 3 मा मुभ गर्ने। यो स्टेप 1 भयो साथीहरू, यो स्टेप 2 भयो है आयोनाइजेसन। ल यो स्टेप के भयो त 3 भयो। स्टेप 3 मा चाहिँ फर्मुला युज गर्नुहोस्। POH को फर्मुला के हुन्छ भन्नुहोस् त -log10 अनि कति भयो त OH माइनस को कन्सन्ट्रेसन भयो कि भएन है, गर्दै जानुहोस् आइहाल्छ, नआउने कुरै होइन के। यस्तो हुन्छ कि जस्तै एउटा क्वेसन गरेपछि दिमागमा अलिअलि घुस्छ, 10 वटा 7 वटा 8 वटा क्वेसन त्यस्तै खाली गर्यो भने दिमागकै मा बसिहाल्छ के त्यो कुरो हो। त्यस्तो मैले टेक्निक सोचेछु, त्यही अनुसारले म गराइरहेको छु। यहाँ हेर्नुहोस् त 10 to the power -7 हो ल। यहाँ भन्नुहोस् त कति आउँछ यो भनिदिनुहोस् त। ए सरी साथीहरू, एउटा कुरो चाहिँ अझ अलिकति उ भइरहेको छ। के भइरहेको छ साथीहरू, यसमा एक्वास सल्युसन दिएको छ। हेर्नुहोस् त एक्वास सल्युसनमा के गर्नुपर्छ भनेर वाटरको कन्सन्ट्रेसन पनि एड गर्नुपर्छ। यहाँ हेर्नुहोस् त अलिकति कम्प्रोमाइज गर्नुपर्छ है साथीहरू। स्टेप 3 मा चाहिँ एक्वास सल्युसन, इन द केस अफ एक्वास सल्युसन लेख्नुहोस् त, इन द केस अफ एक्वास सल्युसन है, एक्वास सल्युसन है। एक्वास सल्युसनमा के हुन्छ, वाटर प्रेजेन्ट हुन्छ। अब त्यहाँ पनि त OH माइनस हुन्छ नि त, वाटरलाई आयोनाइज गर्नुभयो भने के भन्छ त H प्लस प्लस OH माइनस बन्छ नि त हो, यहाँ पनि आयोनाइज हुन्छ। अब हेर्नुहोस् त वाटरको कन्सन्ट्रेसन जहिले पनि यो कति हुन्छ 10 to the power -7 मोल पर लिटर हुन्छ। यो याद गर्नुहोस् तपाईँहरूले, यो याद गर्नुहोस्, यो स्ट्यान्डर्ड कन्डिसनमा यतिकै हुन्छ। 10 to the power -7 मोल पर लिटर हुन्छ, यसको पनि त्यतिकै हुन्छ, यसको पनि सेम हुन्छ। यहाँ हेर्नुहोस् यसको पनि 10 to the power -7 नै हुन्छ है, एम हुन्छ, यसको पनि 10 to the power -7 नै हुन्छ है। यो याद गर्नुहोस् है, यो याद गर्नुहोस् है, वाटरको यो याद गर्नुहोस् है, हुन्छ नि, याद गर्नुहोस्, बुझ्नुभयो ल। त्यसपछि यहाँ हेर्नुहोस् त यहाँ कमन आयन इफेक्ट युज हुन्छ। के युज हुन्छ, यहाँ हेर्नुहोस् त एउटा OH माइनस आयन यहाँ, अब यसमा एड गर्नुभयो भने एउटा OH माइनस यहाँ छ, दुईटैलाई के गरिदिने एड गरिदिने भने यो OH माइनस आयनको कन्सन्ट्रेसन कति भयो, टोटल कन्सन्ट्रेसन यहाँ के लेख्नु, टोटल कन्सन्ट्रेसन टोटल कन्सन्ट्रेसन अफ OH माइनस आयन, OH माइनस आयन कति हुन्छ त भन्नुहोस् त, माथि 10 to the power -7 छ, तल पनि 10 to the power -7 छ। कति हुन्छ भन्नुहोस् त 2 into 10 to the power कति हुन्छ -7 हुन्छ। अब यो मोल पर लिटरमा आयो। अब बल्ल चाहिँ फर्मुला युज गर्नुहोस् है। यसमा अलिकति कम्प्रोमाइज के गर्नुपर्छ भनेर एक्वा सल्युसन दिएको छ भने वाटरको कन्सन्ट्रेसन, वाटरको हाइड्रोक्साइड आयन जोड्नुपर्छ है साथीहरू ल। अब फर्मुला युज गर्नुहोस्, स्टेप 3 मा जानुहोस्। अब फर्मुला के हो त, POH को फर्मुला भन्नुहोस् त -log अनि 10 छ, -log10 अनि के छ OH माइनस को कन्सन्ट्रेसन छ मजाले छ सर, अनि हालिदिनुहोस् त -T log 10
OH माइनस कति छ त 2 into 10 to the power minus 7 छ भन्नुहोस्। अब यसलाई क्याल्कुलेट गर्दाखेरि कति आउँछ भनेर 6.69 आउँछ भन्नुहोस्। अब यो आइसकेपछि हामीले स्टेप 4 मा जाने पिएच निकाल्नु पर्ने हो। पिएच निकाल्नको लागि के गर्नुपर्छ भन्नुहोस् त पिएच प्लस पिओएच इक्वल टु कति गर्नुपर्छ भन्नुहोस् त 14 गर्नुपर्छ है। ल पिएच इक्वल टु भन्नुहोस् त कति हुन्छ 14 माइनस पिओएच हुन्छ। पिओएच को भ्यालु कति निकालेको छ हामीले 14 माइनस 6.69 निकालेको छ है। ल यो युज गरिदिनु कति हुन्छ भन्नुहोस् त यो 7.30 आउँछ। अब यो कस्तो सल्युसन हो भन्नुहोस् त यदि तिमीलाई तपाईलाई पिएच इक्वल टु 7.30 आयो भने ग्रेटर देन 7 आयो कि आएन यो भनेको बेसिक सल्युसन हो। कस्तो सल्युसन हो त बेसिक सल्युसन हो भनेर हामीले बुझ्नुपर्छ है साथी हो। ल यसरी अब मलाई मेसेजमा भन्नुहोस् यो पिएच भ्यालु निकाल्ने बुझ्नु भयो कि भएन सबै भन्नुहोस्। म नेक्स्टमा जान्छु भन्नुहोस् म नेक्स्टमा जान्छु। यस हेर्नुहोस् त यस सर अब हेर्नुहोस् गर्दा उडाइदिन्गे। ल ल ल ल हुन्छ 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 अब चाहिँ हामीले नेक्स्टमा जाम। ब्रेक चाहियो 10 बजिसकेछ 10 बजिसकेछ ठ्याक्कै 30 मिनटको ब्रेक हुन्छ त्यसपछि फेरि आउँला है। हुन्छ साथीहरू भन त ब्रेक चाहियो रे। ब्रेक एक्वा सल्युसनमा H2O जोडिन्छ H2O जोडिन्छ यति कुरो बुझ अरु सबै ठिक छ यस हुन्छ ब्रेक चाहियो। ब्रेक ल ब्रेक हुन्छ 30 मिनटको ब्रेक हुन्छ। हामी 30 मिनट पछि फेरि भेटौँला 30 मिनट पछि भेटौँला 30 मिनट पछि। रे भोकै कसरी तिमीहरूले बोल्नु पर्दैन मलाई त बोल्नु पर्छ नि त मलाई बोल्नु पर्छ। म भोकै कसरी राख्न सक्छु ले यार। अब 30 मिनटको चाहिँ के हो त ब्रेक लेख यार 30 मिनट ब्रेक यसपछि तिमीहरू आउने 30 मिनट ब्रेक पछि आउने। ल साथीहरू ल 30 मिनट ब्रेक पछि तिमीहरू